जो मान्छेहरूले चाहिँ अराजकता मचाएका छन्, जो मान्छेहरू ध्वंसमा संलग्न भएका छन्, जसले व्यक्तिका सम्पत्तिहरू तोडफोड गरेका छन्, पार्टी कार्यालयहरू आगजनी गरेका छन्, ती प्रत्येक मान्छेलाई हामी राम्रोसँग निहालेका छौँ। तिनको बदला लिने गरी ती बदमाशहरूलाई कानुनी कारबाहीमा लिएर आएर यसको क्षतिपूर्ति भराउने गरी हामी अगाडि चाहिँ बढ्नुपर्ने हुन्छ। यो काममा सिङ्गो पार्टी पङ्क्तिहरू चाहिँ एकताबद्ध भएर अगाडि बढ्नको लागि पनि म अपिल गर्न चाहन्छु। तमाम सुरक्षा निकायले भन्यो एमालेको पार्टी कार्यालय खोल्न एमालेका मान्छे गए, मसालको पार्टी कार्यालय खोल्न मसालका मान्छेहरू चाहिँ गए, कांग्रेसको पार्टी कार्यालय खोल्न कांग्रेसका मान्छेहरू गए, राष्ट्रपति भवन जस्ता जाने, पार्लियामेन्ट जस्ता जाने अङ्गहरूमा जुन किसिमको आगजनी गरियो, यसबाट चाहिँ धेरै मान्छेहरू चाहिँ को मन डराएको छ। त्यति मात्रै होइन, अर्घाखाँची जिल्लामा राजनीतिक पार्टीका कार्यालयहरू जलाइए, मुख्यमन्त्रीको घर जलाइयो, नेताहरूलाई थ्रेट गरियो, त्यसकारण पनि धेरै मान्छेहरूको मन डराएको छ, आत्तिएको छ। यो बेलामा कसैले हिम्मत गरेर अलिकति बोल्ने, कार्यक्रमको आयोजना गरेर यसलाई चाहिँ एक ठाउँमा ठिक्र्याउने प्रयत्न कसैले गरेका थिएनन्। प्रेस युनियन अर्घाखाँचीले चाहिँ गर्यो, त्यसकारण यसलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। मेरो हृदयको गहिराईबाट म एकदम चाहिँ सम्मान व्यक्त गर्न चाहन्छु। आदरणीय महानुभावहरू, मेरो राजनीतिक जीवनमा 40 वर्षको राजनीतिक इतिहासमा यो पटक यानी भदौ 24 गते जस्तो निरीह अत्यन्तै कमजोर मैले कहिले अनुभूति गरेको थिइनँ। आफ्नै आँखा अगाडि पार्टी कार्यालय जलाइयो, आफ्नै कार्यालय अगाडि संयुक्त राजनीतिक पार्टीका कार्यालयहरू जलाइए, आफ्नै आँखा अगाडि मुख्यमन्त्रीको घर जलाइयो, त्यो पनि अर्घाखाँचीका जेएनजी युवाहरूको नाममा। मैले प्रत्यक्ष देखेँ र म रोएँ पनि। यति निगममा भइयो, यति कमजोर भइयो, आज किन यस्तो परिस्थिति आयो? हिजो पञ्चायत युद्ध लडेका मान्छे हामी, 62-63 को जनआन्दोलनमा लडेका हामी, हिजो माओवादीको आन्दोलनमा पनि लडेका हामी मान्छेहरू चाहिँ आज यस्तो किसिमको ध्वंस गर्दाखेरि हामी यदि निरीह के कारणले भयो? अनि सभापति भन्नुभयो, हो स्वाभाविक छ, हाम्रा नेताहरूले पनि गल्ती गरे, कमी कमजोरीहरू गरे, सुशासन प्रदान गर्न सकेनन्, भ्रष्टाचार नियन्त्रण गर्न सकेनन्, करप्सनमा लिप्त भए, नातावाद, फरियावाद, चाकरीवाद, हुके बैठकीहरूलाई प्रश्रय दिए। त्यसमा जाने यो कालको जाने विद्रोहको भावना पनि उठेको थियो। यसमा कुनै विमति छैन। हामीले भनेका थियौँ, लडिरहेका छौँ, लड्दै जान्छौँ। पार्टीभित्रका देखिएका विकृतिहरूलाई, विसङ्गतिहरूलाई तोड्दै, पार्टीलाई चाहिँ रूपान्तरण गर्दै, सङ्गठित गर्दै हामी अगाडि बढ्छौँ भनेर हामीले भनेका थियौँ। तर के त्यति कारणले मात्र यो विद्रोह भएको हो? होइन साथीहरू, नेताहरूले गल्ती गरे तिनीहरूलाई खालको सजाय हुन्थ्यो, पार्टी पङ्क्तिबाट हुन्थ्यो, कानुनसम्मत तरिकाले हुन्थ्यो, या जनताले चाहिँ सजाय गर्थ्यो निर्वाचनको बेलामा। यो आन्दोलनमा घुसपेट भयो। मैले आज भन्नै पर्छ, मूलतः विदेशी हस्तक्षेप भयो। बाह्य शक्तिहरूले चाहिँ तपाईँको हस्तक्षेप गरेर नेपाली सुरक्षा निकायलाई कमजोर बनाएर, नेपाली सुरक्षा निकायलाई चाहिँ निगममा बनाएर आज मुलुकका चाहिँ ठुल्ठुलो संरचनाहरूलाई ध्वस्त गर्ने काम भयो। हामी सबै रमिते भएर बस्यौँ। कसैको पनि केही लागेर परिस्थिति यस्तो बन्यो, साह्रै दुःख लागेको छ। त्यसकारण म अनुरोध गर्न चाहन्छु मित्रहरूलाई, मिडिया मार्फत तमाम दाजुभाइ दिदीबहिनीलाई अपिल गर्न चाहन्छु, केही पनि बिग्रेको छैन। परिस्थितिलाई हामीले आकलन गरौँ, विश्लेषण गरौँ, सङ्गठित भएर अगाडि उठौँ। जो मान्छेहरूले चाहिँ अराजकता मचाएका छन्, जो मान्छेहरू ध्वंसमा संलग्न भएका छन्, जसले व्यक्तिका सम्पत्तिहरू तोडफोड गरेका छन्, पार्टी कार्यालयहरू आगजनी गरेका छन्, ती प्रत्येक मान्छेलाई हामी राम्रोसँग निहालेका छौँ। तिनको बदला लिने गरी ती बदमाशहरूलाई कानुनी कारबाहीमा लिएर आएर यसको क्षतिपूर्ति भराउने गरी हामी अगाडि चाहिँ बढ्नुपर्ने हुन्छ। यो काममा सिङ्गो पार्टी पङ्क्तिहरू चाहिँ एकताबद्ध भएर अगाडि बढ्नको लागि पनि म अपिल गर्न चाहन्छु। हामीले प्रयासहरू गरेका हौँ हिजोका दिनहरूमा पनि, अप्ठ्यारा दिनहरूमा, चाहे माओवादी आन्दोलन होस्, चाहे बसिसको आन्दोलन होस्, चाहे पञ्चायत विरुद्धको आन्दोलन होस्, जिल्लालाई हामीले एकताबद्ध बनाएर लिएर जाउँ। आन्दोलनको कुरा एउटा छ, भावनाको कुरा अर्को छ, वास्तविक कुरा अर्को छ। त्यसकारण यो जिल्ला भनेको हाम्रो जिल्ला, हामीले यसलाई मिलाएर लिएर जानुपर्छ, बनाएर जानुपर्छ भनेर हामीले धेरै प्रयत्नहरू हिजो पनि गरेका हौँ, आज पनि हामी चाहिँ गर्छौँ। सबै राजनीतिक पार्टीलाई सङ्गठित गर्दै एकताबद्ध बनाएर, गोलबद्ध गराएर, डेमोक्रेसीको पक्षमा, लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा फेरि उभ्याउनुको लागि नेपाली काङ्ग्रेसले अगाडि गर्छ नि साथीहरू। म यो विश्वास तपाईँलाई दिलाउन चाहन्छु। मैले भन्न खोजेको कुरा कहाँनिर हो भने, जिल्लामा जेएनजी आन्दोलनको बेलामा चाहिँ युवा साथीहरू चाहिँ अगाडि बढ्नुभएको थियो, हाम्रो समर्थनै थियो। तर जेएनजीको नाममा जुन किसिमको घुसपेट भयो, जुन किसिमको अराजकता भयो, त्यसलाई छानबिन गरेर प्रक्रिया ढङ्गले जाने अगाडि बढाउने काम सुरुवात भएको छ। सभापतिले भन्नुहुन्छ भन्ने लागेको थियो, उहाँले भन्नुभएन कि क्रिस्चियनको समयको कारणले पनि होला। नेपाली काङ्ग्रेस पार्टीले सुरुवात गरेको छ यो जेएनजी आन्दोलनको नाउँमा जाने पार्टीको चाहिँ नगर सभापति संलग्न भएका कारणले नेपाली काङ्ग्रेसको फुल बैठकले सर्वसम्मत तरिकाले निर्णय गरेर उहाँलाई जाने नेपाली काङ्ग्रेस सदस्यबाट जाने निष्कासित गरेर कार्यवाहक सभापतिको रूपमा आदरणीय उपसभापति तुलसीराम पौडेललाई जिम्मेवारी तोकेको छ। काङ्ग्रेस छोड्न पनि अगाडि बढेको छ। अब पार्टीभित्रका मान्छेहरू, तमाम सुरक्षा निकायले भन्यो एमालेको पार्टी कार्यालय खोल्न एमालेका मान्छे गए,
मसालको पार्टी कार्यालय फोड्न मसालका मान्छेहरू चाहिँ गए, काङ्ग्रेसको पार्टी कार्यालय फोड्न काङ्ग्रेसका मान्छेहरू गए। हामीले कसरी सुरक्षा प्रदान गर्ने? तपाईहरु त्यहाँ देखिनु भएन, अगाडि बढ्नु भएन भनेर भने हामीले ठम्मै गऱ्यौँ। पार्टी कार्य समितिको बैठकबाट छलफल चाहिँ गऱ्यौँ। यो घटनामा संलग्न भएको मुख्य नेतृत्व भएको कारणले हामीले उहाँलाई कारबाही गऱ्यौँ। परिस्थिति जटिल बन्दैछ। अप्ठ्यारो परेको बेलामा कसैले हिम्मत गर्दैन। सजिलो परेको बेलामा चाकरी गर्ने, चाप्लुसी गर्ने, व्यक्तिगत फाइदा लिने, वैयक्तिक फाइदा लिने मान्छेहरू धेरै हुन्छन्। त्यसमा चाहिँ आत्तिनुपर्ने कुनै पनि कारण छैन। मिलेका साथीहरू, म तपाईँलाई अनुरोध गर्न चाहन्छु र एउटा गम्भीर खुलासा पनि गर्न चाहन्छु। साथीहरूले सन्दर्भ जोड्नु भएको थियो। यो देश नेपाल नरहने स्थितिमा थियो। नेपालको सार्वभौम सत्ता, नेपालको संसदीय प्रणाली ध्वंस गरेर यहाँ अर्कै ल्याउने खेल भएको थियो। महामहिम राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो छोरी मार्फत एउटा चाहिँ खतरनाक सूचना बाहिर फाल्नुभयो। त्यो पनि वरिष्ठ पत्रकार किशोर नेपाल कहाँ पुर्याउनु भयो। भन्नुभयो नेपालको संविधान जटिल अवस्थामा जाँदैछ, जेएनयुहरूको माग जायज हुँदाहुँदै पनि त्यस घुसपेट भयो, व्यवस्था समाप्त पार्ने कोसिस गरिँदैछ। त्यसकारण म मर्न तयार छु बरु, तर यो संविधानलाई चाहिँ मैले छेडछाड गर्न दिँदैन। त्यसकारण यसको विरुद्ध तपाईहरु आवाज उठाउनुहोस् भनेर उहाँले भन्नुभयो, बाहिर फाल्नुभयो। किशोर नेपालको कुरा बाहिर आइसकेपछि उहाँलाई अन्तर्राष्ट्रिय जगतले पनि चिनेको थियो, ख्याति प्राप्त जाने पत्रकार हुनुहुन्थ्यो। उहाँको कुरा बाहिर गइसकेपछि पत्रकार महासंघले काठमाडौँमा आन्दोलन गर्यो। कतिपय राजनीतिक पार्टीका युवाहरूले हिम्मत गर्नुभयो, काठमाडौँमा निकाल्नुभयो जुलुस। ठाउँ ठाउँबाट जुलुसहरू निस्किन थाले र खबरदारी गर्न थाले। हेर यो संविधान जलाउने कामहरू गरिस् भने, या सैनिक हस्तक्षेप गर्ने कामहरू गरियो भने, या बेसी हस्तक्षेप गर्ने कामहरू गरियो भनेदेखि हामी मान्ने छैन, फेरि हामी चाहिँ उठ्छौँ भनेर हिम्मत गरेका कारणले राष्ट्रपतिलाई पनि केही ढाडस मिल्यो र तत्कालीन अवस्थामा सेक्युरिटीले पनि अलिकति चाहिँ ब्याग भएर चाहिँ मुलुकमा केही सम्भव भने चाहिँ यो संविधान जोगिएको छ। अहिले राष्ट्रपतिले चुनावको घोषणा गर्नुभएको छ। म त भन्छु यो चुनावमा सबैले भाग लिनुपर्छ। सबैले यो चुनावमा भाग लिने हो, पार्टीभित्र रूपान्तरण गर्ने हो। अहिलेको परिस्थिति अनुसार हेरेर चाहिँ युवाहरूलाई अगाडि सार्ने, पार्टी कमिटीमा लगाउने, पुनर्गठित गर्ने, समिति बनाएर लिएर गएर चुनावमा चाहिँ भाग लिने कुरा पनि गर्नुपर्छ जस्तो मलाई लाग्छ। मैले भनिरहँदा नेपाली कांग्रेस पार्टीको कुरालाई पनि ख्याल गर्नुपर्छ। पार्टीभित्रको लडाई हामीले गर्दै गरौँला। यो ठिक कि त्यो बेटिङ भन्ने कुरा पनि हामी गर्दै गरौँला। तर मलाई लाग्छ अहिलेको यो चुनावलाई उपयोग गर्नुपर्छ र फेरि चाहिँ सबैले सङ्गठित बनेर जाने, जिल्ला जिल्लाबाट देशव्यापी रूपमा जाने, युनिटीबद्ध भएर एकताबद्ध भएर हामी अगाडि बढेको खण्डमा यो लोकतन्त्रको फेरि चाहिँ गणतन्त्रको रक्षा हुन्छ र संविधान जोगिन्छ र जनताका माग पनि पुरा हुन्छ, जेएनयुको माग पनि पुरा हुन्छ। हामीले सुन्दैछौँ अहिले, हामीले भोग्दैछौँ अहिले। आज युवाहरूले भन्दैछन् हामीले यो कुरा माग गरेका थिएनौँ। राजीनामा गर्न पर्यो सुशीला कार्की भनेर भन्न लागिसके, राजीनामा गर्न पर्यो फलानु मन्त्री भनेर भन्न लागिसके। देश कहाँ जाँदैछ, देश अस्तित्वमा हुँदैछ। त्यसकारण हामी सबै गम्भीर बनेर अगाडि बढ्नको लागि म अपिल गर्न चाहन्छु। आदरणीय पत्रकार साथीहरू, देश भयावह स्थितिमा जुझ्दैछ। नेपाली कांग्रेस साथीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु। होला व्यक्तिगत रूपमा कसैले कसैलाई फाइदा दिएको होला, कसैले लाभ लिएको होला, तर मुख्य कुरा भनेको देश हो, डेमोक्रेसी हो। देश रहेन भने डेमोक्रेसी पनि रहँदैन। यो बचाउने अभियान हाम्रो काममा आएको छ। पार्टीभित्रका लोभी पापीहरू, पार्टीभित्रका बेइमानहरू, गद्दारहरूलाई पनि हामीले एकपल्ट चिनेर चाहिँ हामीले चाहिँ पन्छाउनु पर्ने जरुरी छ। अप्ठ्यारो परेको बेलामा कोही पनि साथमा हुँदैन, हामीले राम्रो गरी बुझेका छौँ। हिजो पनि कोही थिएनन्। ६२ को आन्दोलनमा हामीले एउटा कानमा चाला झण्डा बोकेर हिँड्दाखेरि यहाँका चाहिँ बुद्धिजीवी भन्ने मान्छेहरूले राजा ज्ञानेन्द्रले कति वर्ष शासन गर्ने हो, तिमीले के आन्दोलन गर्छौ भन्थे। आखिर मुलुकमा जाने हामीले गणतन्त्र ल्याएर स्थापना गर्यौँ। आउँछ जाने पालो हातिनु पर्ने कुनै पनि कुरा छैन। त्यसकारण चाहिँ सबै सङ्गठित भएर एकताबद्ध भएर अगाडि बढ्नको लागि पनि म अपिल गर्न चाहन्छु। फेरि पनि हार्दिक धन्यवाद दिन्छु।